तपाईँहरूलाई कस्तो लाग्छ होइन? मलाई चाहिँ सुन्दा अलि अचम्म भए जस्तो लाग्यो क्या। एउटा एक दिन अगाडि अहिले न्युज भाइरल भइरहेछ। मध्य प्रदेश बाट चाहिँ बेरोजगार युवाहरूलाई, ब्याचलर गरेका बेरोजगार युवाहरूलाई चाहिँ 2000 रुपियाँ भत्ता दिने अरे मासिक भन्ने एउटा न्युज आइरहेछ क्या होइन। मैले सुन्दाखेरि कहिलेकाहीँ हाँसो पनि लाग्छ क्या। अब यही खालको नीतिले त अब सायद डेभलपमेन्ट त कसरी होला होइन? खासै डेभलपमेन्ट हुन्छ भन्ने नै लाग्दैन। किनभने रोजगारी सिर्जना गर्ने हो क्या होइन। उसलाई पैसा बाँड्ने भन्दा पनि रोजगारी सिर्जना गर्न चाहिँ प्रेरित गर्नुपर्छ जस्तो लाग्छ क्या। अब यो कसैको लागि खुसीको कुरा पनि हुन्छ होइन। तर समग्रमा भन्ने हो भने चाहिँ यो त्यति राम्रो निर्णय हो जस्तो मलाई चाहिँ लाग्दैन होइन। अब तपाईँहरूले कसरी एनालाइसिस गर्नुहुन्छ? मेरो एनालाइसिसमा चाहिँ अब यो एकदमै टोटल्ली रङ छ जस्तो लाग्छ है। अब तपाईँहरूलाई के लाग्छ यसो मलाई पनि सेयर गर्नु होला।